नमो बुद्धाय नमो धर्माय नमः संघाय। हामी मानव जाति अनि हामी मानव समाजमा छौं। हामी मानव समाजमा मात्रै होइन, मानव समाजले अपनाएका विभिन्न धर्महरू छन्। ती विभिन्न धर्महरूमध्ये हामीले कुनै न कुनै एउटा धर्मलाई पनि अपनाएर आइराखेका छौं। नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली समाज छ अनि नेपाली समाजले धेरै पहिलेदेखि मूल रूपमा दुईटा धर्म अँगाली आइराखेका छन्। सोही अनुसार भन्नुपर्दा नेपालमा एउटा बृहत बौद्ध समाज छ अनि अर्को बृहत हिन्दू समाज छ। त्यो बृहत बौद्ध समाज र बृहत हिन्दू समाजलाई हामीले भाषा र जातिको रूपमा भन्नुपर्दाखेरि एउटा नेवा बौद्ध समाज रहेको छ, अर्को नेवा हिन्दू समाज रहेको छ, जसले यो नेपालभित्र रहेको वर्तमान राजधानी काठमाडौँ मात्रै होइन कि काठमाडौँ उपत्यका, जसलाई नेपाल मण्डलको नामले पनि चिनिन्छ, त्यो नेपाल मण्डल क्षेत्रभित्र रहेका नेवा समाज, उहाँहरू कोही बौद्ध समाजका सदस्य हुनुहुन्छ, कोही हिन्दू समाजका सदस्य हुनुहुन्छ। यसरी नेवा बौद्ध समाज र नेवा हिन्दू समाज रहेको हामीलाई स्पष्ट हुन्छ। सर्वप्रथम ती दुवै समाज नेवा समाज हुन् र पछि धर्म दर्शनको प्रभावको कारणले एक थरी नेवा बौद्ध समाजभित्र पर्न गए, अर्को नेवा हिन्दू समाजभित्र पर्न गए। तर ती दुवै समाज नेवा समाज हुन्। ती दुवै समाजले यति धेरै सँगसँगै यिनीहरू हिँडिरहेका छन्, बसिरहेका छन्। उनीहरूले एउटै भाषा बोल्छन्, एउटै उहाँहरूको रहन सहन छ र कतिपय चाड पर्वहरू पनि दुवैले मनाइ आइराखेका छन्। अब उहाँहरूले माने संयुक्त रूपमा दुवैले मानि आइरहेका यी कुरालाई एक ठाउँमा राखेर उहाँहरूको जीवन पद्धतिलाई हेरौँ। दुवै समाजको जीवन पद्धतिमा पनि हामी कुनै कुनै ठाउँमा शब्दबाटै समानता पाउँछौँ, कुनै कुनै व्यवहारबाट हामी समानता पाउँछौँ, कुनै कुनै शब्दमा समानता भए पनि विचारमा अलि भिन्न भिन्न रहेको पनि पाउँछौँ। जे होस्, दुवै नेवा बौद्ध समाज र नेवा हिन्दू समाजले समाजभित्र रहेका जुन पुरुषहरू छन्, ती पुरुषहरूको सन्दर्भमा गरिने एउटा कुरा छ व्रतबन्धन। यो व्रतबन्धन गरी आइराखेको छ। अर्को शब्दमा भन्नु पर्यो भने नेवा बौद्ध समाजमा पनि व्रतबन्धनको प्रचलन रहेको छ र नेवा हिन्दू समाजमा पनि व्रतबन्धनको चलन चलि आइराखेको छ र दुवै समाजमा त्यहाँ व्रतबन्धन नगरेका कोही पनि बालक या पुरुष भेटिँदैन होला।
अब चर्चा गरौँ यो व्रत बन्धन भनेको के हो। अहिले झ्वात्त हामी हेर्दाखेरि सुन्दाखेरि व्रत बन्धन भन्दा साथै त्यसलाई धर्मसँग गाँसेर हेर्छौँ। यो हिन्दू व्रत बन्धन, यो बौद्ध व्रत बन्धन, जहाँ वज्राचार्य गुरुद्वारा व्रत बन्धन गरियो त्यो बौद्ध व्रत बन्धन, जहाँ अरू ब्राह्मण जसमा पर्न सक्दछ नेवा ब्राह्मण, देव बाजा पनि भन्ने चलन छ, उहाँहरूबाट गराइने व्रत बन्धन, त्यसलाई हिन्दू व्रत बन्धन भनेर चिनिन्छ। अब यसलाई यसरी एउटा व्रत बन्धन छ, त्यसलाई बौद्ध व्रत बन्धन र हिन्दू व्रत बन्धन भनेर छुट्याउनुभन्दा अगाडि यो कुरा हामीले बुझ्नुपर्ने जरुरी हुन्छ। त्यो हो, हामी मानव, हामी अहिले जुन अवस्थामा छौँ त्यो हिजो जन्मेर आज यो अवस्थामा पुगेको होइन। हामीले सयौँ मात्र होइन, हजारौँ वर्ष बिताइसकेपछि, अर्थात् मानव सभ्यताको एउटा प्रारम्भदेखि अहिलेसम्म आउँदाखेरि धेरै विकास भइसकेको छ। सभ्यताको विकास म भन्दैछु, सभ्यतामा विकास भइसकेको छ। यो सभ्यताको विकासको क्रममा यस्ता व्रत बन्धन जस्ता कुरा आएका हुन्। अब हेरौँ, यो व्रत बन्धन भनेको अघि मैले भने धर्मको दृष्टिकोणले हेर्नुभन्दा पनि एकजना मानिस र मानिसको विकास, मानव सभ्यतासँग जोडेर हेर्नु पर्दछ। यो कुरा म भन्न गइरहेको छु। हामी जन्मिन्छौँ र अन्तमा हामी मर्छौँ भनौँ। पुनर्जन्मलाई विश्वास गर्ने कुरा छँदैछ, पुनर्जन्मको पनि कुरा गर्ने छँदैछ। अहिले पुनर्जन्मसम्म नजाउँ, मान्छे जन्मिन्छ र मरिन्छ। त्यो जन्मनु भनेको एउटा जीवनको अभिन्न चरण भनेर हामीले बुझ्नु पर्दछ। मर्नु पनि जीवनको अन्त हुनु एउटा ठुलै चरण हो भनेर बुझ्नु पर्दछ। छोटकरमा भन्नु पर्यो भने हाम्रो जीवनमा धेरै त्यस्ता चरणहरू आउँछन्। अब ती चरणलाई पनि बुझ्नलाई म यो भन्न गइरहेको छु। एकजना मान्छेको जीवनको सुरुवात भनेको त्यो व्यक्तिको बाबुआमाको संसर्ग भइरहेको अवस्थामा आमाको गर्भमा भ्रूण उत्पन्न हुन्छ। यसरी आमाको गर्भमा भ्रूण उत्पन्न भन्नु नै हो एकजना मानवको जन्म। तर त्यो जन्म आमाको गर्भमा भनेर हामीले बुझ्नु पर्दछ। भने त्यो प्राणीको लागि, त्यो व्यक्तिको लागि, मानवको लागि आमाको गर्भमा बस्नु भनेकै जीवनको सुरुवात हो र जीवनको ठुलै चरण हो। यसलाई हामीले भन्नु शब्द समाजमा चलेको, धर्ममा चलेको शब्द प्रयोग गर्नु पर्दा भन्न सक्छौँ गर्भाधान चरण। र गर्भाधारणको चरण समाप्त भएपछि गर्भधारण हुन्छ, महिला गर्भवती हुन्छ। त्यसको अर्थ हो उहाँको गर्भमा एकजना प्राणीको जन्म भयो। अब त्यो प्राणी भ्रूणमा बिस्तारै त्यहाँ परिवर्तन हुन्छ। त्यहाँ शारीरिक रूपमा भनौँ या भौतिक रूपमा त्यहाँ परिवर्तन हुन्छ, विकास हुन्छ र एक चरणमा आएर भ्रूणमा रहेको त्यो प्राणीको लिङ्ग छुटिन्छ। ल यो पुरुष, यो महिला भनेर लिङ्ग छुटिन्छ। यानि स्त्री भाव र वा पुरुष भाव त्यहाँ गर्भमा उत्पन्न हुन्छ, लिङ्ग छुटिन्छ। यसरी लिङ्ग
देखा पर्नु अथवा लिङ्ग छुट्टिनु, गर्भमा रहेको शिशु पुरुष हो या महिला हो भनेर छुट्टिनु पनि जीवनको एउटा अर्को महत्त्वपूर्ण चरण हो। यसरी लिङ्ग नछुटिएमा सायद उसको गर्भमा अर्को विकास हुन सक्दैन होला। यसरी लिङ्ग छुट्टिनु पनि जीवनको अर्को महत्त्वपूर्ण चरण हो। यसलाई सामाजिक रूपमा, धार्मिक रूपमा भन्ने गरिन्छ पुंसवन चरण अथवा पुंसवन कर्म। यसरी लिङ्ग छुटिएपछि अब त्यहाँ फेरि उहाँ त्यो उसको शरीर त भइ नै सक्यो र त्यो भ्रूणमा रहेको बच्चा जिउँदैछ। अब त्यो बच्चा, भ्रूणमा रहेको बच्चाको शारीरिक मानसिक विकास हुन्छ। हामीले यो नसोचौँ कि भ्रूणमा रहेको बच्चामा कहाँ मानसिक विकास हुन्छ र भनेर नसोचौँ। उसले गर्भभित्र पनि उसको चेतना छ, चित्त छ, मन छ। त्यो भ्रूणमा रहँदाखेरि पनि उसले धेरै कुराहरू अनुभव गरी आइराखेका हुन्छन्। त्यहाँ चेतना भइरहेको हुन्छ। अब त्यो व्यक्ति उसको विकास हुन्छ, शारीरिक विकास हुन्छ, मानसिक विकास हुन्छ र गर्भमै रहँदाखेरि सुरुमा त के धेरै महिनासम्म टाउको माथि खुट्टा तल राखेर बसेको हुन्छ र जब महिना उसको पुग्छ, गर्भमा रहने जुन महिना हुन्छ 8 महिना, 9 महिना, 10 महिनासम्म रहन्छ र त्यसरी गर्भमा रहेको शिशुको जुन महिना पुग्छ त्यसपछि उसले कोल्टो फेर्नु पर्दछ। अब खुट्टा माथि टाउको तल राखेर ऊ बस्नु पर्दछ। यसरी अब उसको टाउको आमाको योनितर्फ उन्मुख, अब योनितर्फ उन्मुख भन्नुको अर्थ हो अब ऊ जन्मनको लागि तयार भयो भन्ने हो। अब जब बच्चा, भ्रूणमा रहेको बच्चा कोल्टो फेर्दैन, टाउको तल खुट्टा माथि राखेर बस्दैन, तब त्यो बच्चा अब जन्मिने सम्भावना हुँदैन। उसको भ्रूणमै ऊ मर्नलाई बेर छैन। जन्मनको लागि आमाको योनितर्फ उन्मुख भएर ऊ बस्नै पर्दछ। त्यसर्थ छामछुम गरेर बाहिरबाट हेर्दाखेरि टाउको तल नआएको खण्डमा ठुलो दुर्घटना हुन लागेको भनेर सङ्केत देखाउँछ र उहिलेका मानिसहरू विभिन्न उपाय गरेर कोल्टो फेर्न लगाउने गर्दछन् भने आजकल डाक्टरहरूले एक्सरे गरेर हेरेर ओहो यसले त कोल्टो फेरेन, मुख टाउको त तल परेन, यसलाई त अपरेसन गरेर झिक्नु पर्यो भनेर हतार अपरेसन गर्दछन् अनि बच्चा जन्माउँछन्। भन्न खोजेको के त भन्दाखेरि भ्रूणमा रहेको बच्चाले कोल्टो फेर्नु पनि उसको जीवनको असाध्यै महत्त्वपूर्ण चरण हो। त्यो चरण उसले पार गर्नु पर्दछ, नगरी हुँदैन। र यस्तो खालको कुरालाई भनिन्छ यो सीमन्तोन्नयन चरण अर्थात् सीमन्तोन्नयन कर्म भनेर भनिन्छ। अनि अब ऊ जन्मिन्छ, आमाको गर्भबाट बाहिर निस्कन्छ, जन्मिन्छ। त्यो नजन्मिकन त हुँदैन, सधैँ गर्भमा मात्र रहेर त हुँदैन। ऊ निस्कनै पर्दछ, जन्मिनु पर्दछ। त्यो जन्मनु पनि अर्को जीवनको महत्त्वपूर्ण चरण हो। यसरी आमाको शरीरबाट छुट्टिनु, जन्मिनु त्यो जीवनको महत्त्वपूर्ण चरण हो। त्यही चरणलाई सामाजिक भाषामा र धार्मिक भाषामा भन्ने गरियो जात कर्म भनेर भनियो अर्थात् भनिन्छ। यसरी अब बच्चा अब आमाको काखमा आउँछ। यो जीवनको महत्त्वपूर्ण चरण। यहाँसम्म म तपाईँलाई भन्दै गर्दा जीवनका 4वटा चरण पार गरिसकेको यहाँ हामी अवगत हुन आउँछ। एउटा आमाको गर्भमा प्रवेश भएर गर्भमा रहेको, त्यसपछि लिङ्ग उत्पत्ति भएको चरण अर्को, त्यसपछि कोल्टो फेरेर बसेको चरण र अब त्यसपछि बल्ल आमाको शरीरबाट छुट्टिएको जन्म भएको चरण।
यो हो जीवनका यस्ता महत्त्वपूर्ण चरण। त्यसमध्ये यो माथिको गर्भधारण हुनु अनि लिङ्ग उत्पत्ति हुनु र कोल्टो फेरेर बस्नु त्यति धेरै मानिसहरूलाई ख्याल नहुने कुरा हो। त्यसलाई गणना नगरिने, जब बच्चा आमाबाट जन्मियो बच्चा जन्मियो भनेर यसलाई नै प्रमुख रूपमा लिइआइरहेको पाइन्छ जनमानसमा, साधारण जनमानसमा। तर यो गर्भधारण हुनु, लिङ्ग उत्पत्ति हुनु अनि महिना पुगेपछि कोल्टो फेर्नु नितान्त ठुलो ठुलो जीवनका चरणहरू हुन्। त्यसपछि बल्ल आमाको गर्भबाट छुट्टिन्छ, यो जन्म हुन्छ। अब जाउँ त यसरी जन्म हुँदाखेरि बल्ल अब त्यहाँ बच्चा जन्मियो भनेर यो त उत्सव हुन्छ। अब उत्सव मनाउँदाखेरि पनि हत्तर पत्तर ल सुतक लाग्यो फलानाको बच्चा जन्मियो। अब हामी छरछिमेकी भन्दा पनि दाइ भाइ दिदी बहिनी अनि एउटै घरका सगोलको एका घरका परिवारमा सुतक लाग्यो भनेर भन्ने चलन छ। हो, यो सुतक लाग्यो भनेको चाहिँ नि यो समाजभित्र रहेका मानिसहरूले त्यसरी विचार गरे कि अब फलाना जन्म भयो, अब हामी सुतक लाग्यो, अब हामीले अर्काको घरमा गएर बस्नु हुँदैन, खानु हुँदैन, पिउनु हुँदैन, एक प्रकारको जुठो हामी भयौँ भनेर मान्ने चलन छ समाजमा, यो चलन छ। अनि जब ल अब बच्चा जन्मेको यति दिन भयो, अब हामी सुतकबाट मुक्त भएँ है, अब नुहाइ धुवाइ गरेर सरसफाइ गरेर ल हामी बस्यौँ, सुतकबाट मुक्त भयौँ भन्ने चलन छ। ती शब्दलाई नेवारी भाषामा मचाबु बेङ्के भनेर भनिन्छ। अब यता पर्वतीय भाषामा, नेपाली भाषामा ठ्याक्कै के भन्छ त मलाई भन्न आएन, तर नेवा बौद्ध समाजमा अथवा नेवा हिन्दू समाजमा छ मचाबु बेङ्के, बच्चा पाएको अब त्यसबाट हामी बाहिर आयौँ भन्ने चलन छ। यो हो फलानाको घरमा यसरी फलानाबाट बच्चा जन्मियो भन्ने देखाउने, अवगत गराउने हो मचपु बेङ्के। अब त्यो मचपु बेङ्के गर्दाखेरि अब बच्चा जन्माउने आमा र बच्चाको बुवा मात्रै होइन, उसका बाजे बजे र काका काकी दाइ भाइहरू सबैले चाहिँ नि अब नुहाइ धुवाइ गरिकन, अझ उहिले त केटा मानिसहरूले कपाल पनि खौरिन्थ्यो अरे, दारीसारी काट्ने, नङसङ काट्ने, यसरी सरसफाइ गरेर अनि सुतकबाट बाहिर निस्कन्छ, जसलाई मचबु बेङ्के भने। अब यहाँनिर हामी देख्छौँ त्यो हो सामाजिक कुरा। बच्चा जन्मिएपछि समाजबाट, त्यो घर परिवारबाट त्यसलाई मान्यता, जो त्यो मचबु बेङ्केमा सहभागी भयो उसले त्यो घर बच्चालाई स्वीकारेको, एका घरको परिवार हौँ है भनेर पनि त्यसले दर्शाउने। जसले त्यो सुतकलाई वास्ता गर्दैन भने ल अब आइन्दा हामी परिवारबाट छुट्टियौँ है, तिमीहरू बच्चा जन्मे पनि हामी आउँदैनौँ भनेर चाहिँ नि त्यो परिवार, ठुलो परिवार होला सानो परिवार होला, त्यस परिवारबाट छुट्टिएको त्यहाँ सङ्केत गर्दछ, जसले त्यो सुतकमा सहभागी हुँदैन। यो हो सामाजिक व्यवस्था हो। यो समाजले बच्चा जन्मेपछि उसलाई घर परिवारबाट मान्यता दिने, समाजबाट मान्यता दिने एउटा चलन। त्यसमध्ये झिना मसिना केही कुराहरू होलान् जसले गर्दाखेरि ल तिमीहरूको बच्चा पाए पनि पायो, अब हामी सुतक बाँध्दैनौँ, हामी त्यहाँ आउँदैनौँ भनेर नगइदिने, यसरी परिवार छुट्टिने काम पनि त्यहाँ हुन सक्दछ। अनि भन्ने चलन छ फलानाको यसो बच्चा जन्मिँदाखेरि त उनीहरू आइदिएन, अब यो बिहाबारीमा कहाँ आउला र, त्यस्तो पनि भन्ने चलन छ। भन्नुको अर्थ हो परिवारबाट छुट्टिएको। त्यसरी छुट्टिने त्यो भनेको या त परिवारहरू सबै मिलेर बच्चा जन्मेकोलाई स्वीकार्ने, या त परिवारहरू बसेर अब हामी त त्यहाँ नजाउँ भन्ने भनेको त्यो हो सामाजिक व्यवस्था हो। अब यसरी मचबु बेङ्के गर्दाखेरि बौद्ध समाजमा धर्मगुरुलाई बोलाएर धर्मगुरुबाट केही पूजाआजा गरिन्छ, जसलाई भन्छ मचबु बेङ्के पूजा। अब हिन्दू समाज, नेवा हिन्दू समाजमा पनि होला, त्यहाँ ब्राह्मणलाई बोलाएर उसको हातबाट पूजाआजा गराउने त्यो हुन्छ।
यो मचबु व्यङ्ग्य सम्बन्धी पूजा। त्यसै कुरालाई संस्कृत भाषामा भन्ने चलन छ जात कर्म पूजा भन्ने चलन छ। ल यसरी एउटा दुईजना श्रीमान श्रीमतीको सहवासबाट आमा गर्भवती हुने र गर्भको विकास हुने, लिङ्ग विकास हुने, अनि गर्भबाट त्यो गर्भमा रहेको बच्चा जन्मिने, त्यो जीवनका विभिन्न चरण है। अनि त्यो चरणमध्ये अब बच्चा जन्मिएपछि अनि यसरी जात कर्म गर्ने, जहाँ हामी सामाजिकीकरण देख्न पाउँछौँ र त्यहाँ धार्मिकीकरण पनि देख्न पाउँछौँ। सामाजिकीकरण भनेको सामाजिक क्रियाकलाप, त्यो एका घरका परिवारहरू घर सफा गर्ने, नुहाइ धुवाइ गर्नेदेखि लिएर पूजामा सहभागी हुने एउटा सामाजिकीकरण भयो। धार्मिकीकरण हो त्यो बेलामा गुरु पुरोहितलाई बोलाएर उहाँको हातबाट अब हिन्दू परिवारमा भएदेखि हिन्दू धर्म दर्शन अनुसार त्यो पूजा गर्ने, बौद्ध समाजमा परिवारमा बौद्ध धर्म दर्शन अनुसार पूजा गर्ने गरिन्छ। अब त्यसपछि हेर्नु होला तपाईहरुले, याद गर्नु होला, त्यो बच्चा अब बिस्तारै हुर्किन्छ अनि हामीलाई आवश्यकता हुन्छ त्यो शिशुलाई के भन्ने त भन्नुको अर्थ हो नाम एउटा दिनु पर्यो यो शिशुलाई भन्ने आवश्यकता हुन आउँछ। किनभने शिशु त धेरै होलान्, सबैलाई शिशु भनेर बोलाएर त भएन। केटा भए यो केटा ए केटा भनेर बोलाउन सकिन्छ, केटी भए ए केटी ए बालिका भनेर बोलाउन सकिन्छ। तर केटाहरू पनि धेरै हुन्छन्, केटीहरू अथवा बालिकाहरू पनि धेरै हुन सक्छन्। ए केटा ए केटी भनेर बोलाएर त फलानालाई नै बोलाएको भने त भएन। अब त्यहाँ आवश्यकता हुन्छ त्यो व्यक्तिलाई एउटा छुट्टै नाउँ दिने, उसैको लागि मात्रै चिनाउने गरिकन नाउँ दिनुपर्ने जरुरी हुन्छ। यो हो समाजले पनि माग गर्छ, ए बच्चा बच्ची धेरै छन् के भनेर बोलाउने उसलाई हो भनेर पनि समाजले माग गर्दछ। अब त्यहाँ अनि समाजले भन्छ ल यसलाई निवारण गर्नु पर्यो, नाउँ राख्नु पर्यो भनेर नाउँ राख्छन्। अब यसरी नाउँ राख्नु भनेको पनि के हो त भने जीवनको एउटा महत्त्वपूर्ण चरण हो। बिना नाम कोही बस्न सक्दैन, उसको लागि एउटा विशेष नाउँ तोकेर त्यहाँ बताइन्छ, नाउँ राखिन्छ। त्यसलाई हामीले नामकर्म भनेर भन्छौँ। संस्कृत शब्द प्रयोग गर्दाखेरि नेपालीमा न्वारन र नेपाल भाषामा नान्छुइगो भनेर भनिन्छ। यसरी नाउँ राख्नु भनेको र नाउँ पाउनु भनेको जीवनको अर्को महत्त्वपूर्ण चरण। अब यो नाउँ पनि कसरी दिने त भन्दाखेरि अब हामी परिवार बसेर यसलाई नाउँ भन्यौँ न, ल फलाना नाउँ भन्यौँ भनेर पनि परिवार मात्रै बसेर पनि गर्न सकिन्छ त्यो कुरा। अर्को कुरा होइन, यहाँ गुरु पुरोहितलाई बोलाएर उहाँको हातबाट पूजा आजा गरेर यो निवारण गरौँ पनि भन्न सकिन्छ। र गुरु पुरोहितलाई बोलाएको खण्डमा बौद्ध गुरुले बौद्ध धर्म अनुसार पूजा आजा गरेर अझ बौद्ध धर्मसँग सम्बन्धित नाउँ दिन्छ होला। जस्तै केटा मान्छे भए बुद्ध रत्न, अब केटी मान्छे भएदेखि अब बुद्धको पनि आमा माया देवी, ल माया देवी आदि इत्यादि यशोधरा। त्यस्तै बुद्ध धर्ममा धेरै त्यस्ता देवीहरू छन्, तारा छन्, वसुधरा छन्, विभिन्न खालको त्यस्तो धार्मिक स्वभावको नाउँ, धर्मको अर्थबोध गराउने नाउँ दिन सक्छ भने कुनै पनि एउटा नाउँ त दिन्छ। तर दिँदाखेरि त्यहाँ पूजा आजा गरियो भनेदेखि बौद्ध धर्मगुरुले बौद्ध धर्म अनुसार पूजा गर्दछन्, हिन्दू धर्मको गुरुले हिन्दू धर्म अनुसार पूजा आजा गर्दछन् र बच्चाले नाउँ पाउँछ। यो हो नामकर्म। यसरी अब उसको पाँचवटा कर्म सम्पन्न हुन जान्छ। गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म। अब आउँछ त्यो बच्चालाई आमाको दुध त पिलाइराखेकै हुन्छ, उसले आमाको दुध खाइराखेको हुन्छ, पिइरहेको हुन्छ। तर अब आमाको दुधले मात्रै उसलाई पर्याप्त हुँदैन, किनभने शारीरिक विकास भएको छ, मानसिक विकास भएको छ, उसको आँखले राम्रोसँग देख्न सक्ने भइसकेको छ, कानले राम्रोसँग सुन्न सक्ने भइसकेको छ, नाकले पनि सुँघ्न सक्ने भइसकेको छ, जिब्रोले पनि विभिन्न खालको स्वादको उसले आशा गर्ने भइसकेको छ, शरीरले पनि यताउता जहाँ पनि छुने पनि भइसकेको छ। र सधैँ बाउ आमाको सँगै बस्दाखेरि बाउ आमाले त्यहाँ विभिन्न खाद्य पदार्थ खाएको
विभिन्न सुगन्धित कुराहरू सुँघेको, यी कुरा भइरहेको त्यो वातावरणमा त्यो बच्चा बस्दाखेरि उसको शरीरले पनि माग गर्दछ कि अब मलाई ठोस पदार्थ चाहियो भन्ने माग गर्दछ उसको शरीरले। किनभने त्यहाँ विभिन्न समय अनुसार त्यहाँ मानसिक र शारीरिक परिवर्तन भइसकेको छ र परिवर्तनको अर्थ हो यहाँ विकास भइरहेको छ। अब शरीरले पनि खानको माग गर्दछ। त्यति मात्रै होइन, बाउआमाले खाँदै गरेको हेरेर उसलाई पनि एक प्रकारले रियाल आएको भनौँ, या उसको एक प्रकारले उसले पनि जिब्रो चलाइरहेको हुन्छ, स्वाद लिन खोजिरहेको हुन्छ। अझ हाम्रै थालमा समेत उसले हातले तान्न खोजेको त्यस्तो हामी अनुभूति गर्न सक्छौँ। यो हो त्यो बच्चा चाहिँ नि जसरी गर्भमा बस्नु भनेको एउटा प्राकृतिक रूपमै हुने कुरा हो, प्रकृतिले नै दिएका कुराहरू हुन्। अनि गर्भभित्र रहँदाखेरि लिङ्ग उत्पन्न हुनु भनेको पनि त्यो प्रकृतिले नै भएका हुन्, कसैले त्यहाँ लिङ्ग थपार्ने कुरा होइन। त्यस्तै कोल्टो फेर्नु पनि एउटा प्राकृतिक रूपमा भएमा असाध्यै राम्रो। आजकल हामी विज्ञान प्रविधिको ले गर्दाखेरि भाग्यमानी छौँ र एक्सरे गरेर हेरेर भएन भने अनि त्यसलाई अपरेसन गरेर निकाल्छौँ। त्यस्तै अनि मानिसहरूको चाहिँ नि एउटा नाउँ दिनु भनेको पनि बडा प्राकृतिक कुरा हो। संसारमा जहाँ पनि त्यहाँ मानिसहरूलाई नाउँ त दिइन्छ नै। अझ घरपालुवा कुकुर जन्तु जनावर छ भने उनीहरूलाई पनि नाउँ दिने भइसक्यौँ हामी। यसरी यो प्राकृतिक कुराहरू हुन् जुन प्रकृतिमा घट्ने घटनाहरू हुन्। र सँगसँगै अब त्यो बच्चाले शिशुले खानको जुन अपेक्षा गर्ने, ठोस पदार्थ खानको अपेक्षा गर्ने पनि बडा चाहिँ त्यो प्राकृतिक कुरा हो। त्यो एवं रीतिले हुने नै कुरा हो। त्यो बरु बच्चाले खानको इच्छा राखेन, खाने ठाउँमा हेरेन, उसले रियाल चुहाएन अथवा जिब्रो चलाएन भनेदेखि बर त्यहाँ अन्यथा केही नराम्रो कुरा भइरहेको छ भन्ने सङ्केत गर्दछ। तर जब बच्चाले त्यहाँ त्यसरी हेर्छन्, खान खोज्छन् भनेदेखि त्यो बडा प्राकृतिक कुरा हो, त्यो नेचुरल हो त्यो है। अब त्यसरी बच्चाले खानाको माग गर्दाखेरि अब बाउआमाले अब त्यहाँ आउँछ, ल फुफू बोलाऊ, ल भान्जा भान्जीहरू पनि बोलाऊ, सबै भेला भएर आज बच्चाकोलाई खाना खुवाउँ, भात खुवाई गरौँ भन्यो भने त्यो के हो? सामाजिकीकरण। समाज नै उपस्थिति भएर बच्चालाई भात खुवाई गर्ने। त्यति मात्रै होइन, अब गुरुलाई पनि बोलाउँ, गुरुको हातबाट पनि पूजाआजा गराएर भात खुवाई गरौँ भन्यो भनेदेखि अब त्यहाँ धार्मिकीकरण भयो। त्यही कुरालाई अब धर्मगुरु राखेर पूजाआजा गर्न लगाएर अनि अझ त्यहाँ ज्योतिषीकरण पनि छ, एउटा साइट जुराएर, ल अन्नप्राशन मुहुर्त जुराएर अनि ज्योतिषीकरण गरेको पनि पाइन्छ। यसरी अनि भात खुवाई गराइन्छ। यसलाई यो पनि वास्तवमा त्यो बच्चाको जीवनको एउटा महत्त्वपूर्ण चरण हो कि जुन दिनबाट उसले अन्न खायो अथवा उसले अन्न खुवायो, त्यो जीवनको महत्त्वपूर्ण चरण हो। र यही चरणलाई समाजमा भन्ने गरेको छ अन्नप्राशन कर्म, भात खुवाई। अब त्यही कुरा बौद्ध धर्म परम्परा अनुसार गर्ने भएदेखि बौद्ध अन्नप्राशन भयो। त्यो हिन्दू धर्म अनुसार गरिन्छ भने हिन्दू अन्नप्राशन भयो। भन्दाखेरि त्यो गर्दाखेरि त्यहाँ बौद्ध धर्म दर्शनको आधारमा पूजाआजा गर्ने एउटा छ, अर्को हिन्दू धर्म अनुसार दर्शन अनुसार पूजाआजा गर्ने चलन छ। यो हो अन्नप्राशन कर्म। अब त्यो बच्चा केटा होस् या केटी होस् बिस्तारै हुर्कन्छ, शारीरिक विकास हुन्छ, उसको मानसिक विकास हुन्छ। उसले अब चाहिँ दगुड्न थाल्छ, अब हिँड्ने मात्रै होइन दगुड्न थाल्छ, खेल्न थाल्छ, तलमाथि गर्न थाल्छ। अब उसको शारीरिक विकास भइरहेको छ र उसको मानसिक विकास पनि भइरहेको छ। यसरी हुँदै जाँदाखेरि अथवा हुने क्रममा अब आउन सक्छ त्यहाँ अब कपाल लामो भयो, अनुभव हेर्ने मान्छेलाई पनि हेर बच्चाको कपाल कत्रो लामो भयो, बाबुको कपाल लामो भयो, ल यो कपाल काट्दिउँ न भनेर जीवनमा पहिलोचोटि कपाल काट्ने घटना घट्न सक्छ, त्यहाँ गर्न सकिन्छ। अब बुसखा
को अर्थ हो जन्मेदेखिको कपाल नकाटिराखेको अब पहिलोपल्ट कपाल काट्ने। अब कपाल त आउँछ त्यो प्राकृतिक कुरा भयो। अनि कपालबाट कसैलाई आनन्दै आउँछ होला, हेर्दाखेरि रमाइलो लाग्छ होला। विशेष गरिकन केटीहरूको बालिकाहरूको कपाल आउँदाखेरि राम्रो मान्छ, राम्रो लाग्छ है। संस्कारै त्यस्तो भइसक्यो नि, केटी भएपछि लामो कपाल पाल्ने, कपाल नकाट्ने भन्ने एउटा चलन। त्यो चलनकै प्रभावले बच्चालाई कपाल भएको राम्रो मान्ने। फेरि केटाहरूको भयो भनेदेखि कपाल लामो भयो भने उसलाई अप्ठ्यारो छ कि छैन, हामी हेर्ने मान्छेलाई नै अप्ठ्यारो, है बाबुको लामो कपाल भयो भन्ने हुनसक्छ। त्यो बच्चालाई पनि कपालबाट असजिलो अप्ठ्यारो पनि होला, पनि भएको हुनसक्छ। अब चलन रहेको छ केटाहरूको भयो भने बुसखा भनेर कपाल काट्ने, केटीहरूको भयो भनेदेखि बालिकाको भयो भने त्यही कपाललाई राम्रोसँग बाँटेर राख्ने, यस्तो चाहिँ नि चलन छ है। अब कपालै काट्दाखेरि पनि जीवनको एउटा महत्त्वपूर्ण चरण भन्न पाइयो। कपालै राम्रोसँग चाहिँ नि काइँयोले मिलाएर अनि यो कपालमा बाँध्ने ठाउँ छ, मलाई झट्ट भन्न आएन। नेपालीमा सचिका भन्छौँ, नेवारी भाषामा सचिका भनिन्छ। कपाल चुल्ठो बाँड्ने होला, त्यसरी गर्छन्। त्यो पनि वास्तवमा के हो त, संसारमा हुने कुरा हो, त्यो जहाँ पनि हुने कुरा हो। अब यो बेलामा धार्मिक रूपमा त्यति धेरै पूजाआजा गर्ने चलन चाहिँ देखिँदैन, बौद्ध समाजमा पनि हिन्दू समाजमा पनि देखिँदैन। बरु एउटा पहिलोचोटि कपाल काट्ने एउटा साइट लिएर गरौँ भन्ने चाहिँ नि चलन चाहिँ नि मात्रै छ। आजकल त यो पनि छैन जस्तो लाग्छ, यसमा त्यति समाजले ध्यान नदिएको पाइन्छ। छोडिदिउँ, अब यसपछि भन्दा माथि जाउँ। अब बिस्तारै भएर आउँछ त्यो बालबच्चालाई अब अलिकति लाज शरम भयो भन्ने भएर आउने। सबैको लुगा लगाएको छ, उसको लुगा लगाएको हुन्छ, अब फोटोसोटो लगाएको हुन्छ, तर त्यति धेरै चाहिँ नि ऊ सचेत हुँदैन कि म नाङ्गै छु, मेरो यो अङ्ग छोप्ने कपडा छैन भन्ने त्यस्तो चाहिँ नि उसलाई अनुभूति चाहिँ हुँदैन। बरु हामीले नै तिमी त नक्चरा रहेछ, ल छोप भनेर हामीले नै बरु समाजले उसलाई सिकाउने प्रयास गर्छौँ कि अब लुगा मात्रै लगाएर हुँदैन, तलको अङ्ग पनि छोप्नु पर्दछ, छोप भन्ने किसिमले हामीले उसलाई आभास दिलाइदिन्छौँ। अनि उसलाई पनि त्यस्तै भएर आउँछ, अनि ऊ पनि लजाउँछ, अनि उसले पनि लुगा नलाइकन अङ्ग नछोपिकन कमसेकम पनि अरूहरूको अगाडि नजाने, बाउ-आमा आफ्नै दाइ-भाइ आफ्नै घरमा चाहिँ नि त्यतिको चिन्ता नगर्ने, अनि अरू मान्छे आयो भने आफूलाई पनि त्यो अङ्ग छोप्नु जस्तो लाग्ने, यस्तो खालको एउटा शारीरिक रूपमै अङ्ग विकास भएर पनि लाज शरम भन्ने आउँछ। अर्को हामी समाजले पनि उसलाई सिकाइदिन्छौँ। र अब त्यहाँ आवश्यकता हुन्छ केटाले भएदेखि लङ्गोटी लगाउने, जसलाई नेवारी भाषामा कैँता लगाउने भन्ने भनियो। अब बालिका केटीहरूको हकमा भयो भने ल घाँगर लगाऊ भनेर अङ्ग छोप्ने किसिमले लुगा बनाइदिने। र नेवारी भाषामा शब्द छ इही पटासी भनेर, पर्सी अर्थात् साडी। त्यो साडी पनि विशेष पहिलोपल्ट उसलाई लगाइन्छ, त्यसलाई इही पतासी भनेर भनिन्छ। र यहाँनिर तपाईँ देख्न पाउनुहुन्छ केटाहरूको हक भयो भने एउटा पूजा गरेर कैँटा पूजा भन्ने, कैँटा पूजा गरेर कैँटा दिने अर्थात् लङ्गुटी दिने। केटीहरूलाई भयो भने यही पूजा गरेर अनि यही पटासी उसलाई लगाइदिने। हेर्नुहोस् त, अब जुन प्राकृतिक रूपमै हुने हो त्यो अङ्ग विकास परिवर्तन र लाज शरम भएर आउने, त्यसलाई अनि समाज ल फुफूलाई बोलाऊ, ल मामालाई बोलाऊ, ल यताउता सबैलाई बोलाऊ, सबैको भेला गरेर अनि कपालै काट्ने भए पनि त्यहाँ फुफूले कपाल थाप्ने, मामाले कपाल काटिदिने पनि भन्ने चलन छ। अनि फेरि यही पतासी बालिकालाई यही पतासी दिँदाखेरि पनि सबै भेला भएर पूजाआजा गरेर गरिन्छ। त्यहाँ हामी के पाउँछौँ भने एउटा सामाजिकीकरण पाउँछौँ, समाजको उपस्थिति है कि। अर्को देख्छौँ त्यहाँ धार्मिकीकरण, एउटा न एउटा धर्म दर्शनको प्रभावमा रहेर विधि विधान अपनाएर
गरिन्छ। यो भयो केटाको हकमा गरिने केटा पूजा, केटीहरूको हकमा गरिने इही पूजा।